दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ नेपालको चर्चित अभिनेत्री जसले द थ्री लभर्सदेखि आफ्नो क्यारियरको मुभी स्टार्ट गर्नुभएको थियो र अहिले दर्जनौं चलचित्रमा उहाँले चाहिँ अभिनय गर्नुभएको छ। उहाँ चाहिँ प्रियङ्का कार्की हुनुहुन्छ। आज हामी यस भिडियोमा प्रियङ्का कार्कीको लाइफस्टाइल एवं सर्ट बायोग्राफीको बारेमा चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको लाइफस्टाइल, एज, एजुकेसन, क्यारियर, इन्कम, फ्यामिली साथै उहाँको हस्बेन्ड र मुभिजहरूको बारेमा चर्चा गर्नेछौँ। तपाईहरु यदि प्रियङ्का कार्कीको फ्यान फलोइङ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गर्नु नबिर्सिनु होला। साथै हजुरहरूलाई को सेलिब्रिटीको लाइफस्टाइल हेर्न चाहनुहुन्छ कमेन्ट मार्फत भन्नु नबिर्सिनु होला। दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी प्रियङ्का कार्कीको लाइफस्टाइल तर्फ लाग्नेछौँ। उहाँको रियल नेम रहेको छ सुकुकुमारी कार्की भनी। उहाँको निकनेम र पपुलर नेम रहेको छ प्रियङ्का रानी जोशी। साथै प्रियङ्का कार्की भनेर पनि उपनामले चिन्नुहुन्छ। प्रियङ्का कार्कीको डेट अफ बर्थ रहेको छ 27 फेब्रुअरी 1987 र अहिले 2025 को अनुसार उहाँ चाहिँ 38 इयर्स पुग्नु भएको छ। प्रियङ्का कार्कीको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ काठमाडौँ नेपालमा जन्मिनु भएको थियो पनि अहिले हाल करेन्ट रेसिडेन्ट काठमाडौँमै बस्नुहुन्छ। प्रियङ्का कार्की नेसनालिटीले चाहिँ नेपालीज हुनुहुन्छ पनि उहाँको रिलिजन हिन्दू रहेको छ। प्रियङ्का कार्की प्रोफेसनले एउटा एक्ट्रेस, मोडेल, डान्सर साथै एउटा प्रोड्युसर हुनुहुन्छ। आउनुहोस् अब हामी नेपालको पपुलर अभिनेत्री प्रियङ्का कार्कीको फिजिकल स्टेटसको बारेमा चर्चा गर्नेछौँ। उहाँको हाइट रहेको छ 5 फिट 6 इन्च पनि। उहाँको वेट रहेको छ एप्रोक्स 53 किलोग्राम। आई कलर रहेको छ ब्ल्याक। साथै हेयर कलर पनि ओरिजिनली ब्ल्याक नै रहेको छ। प्रियङ्का कार्कीको एजुकेसन क्वालिफिकेसनको बारेमा भन्नुपर्दा उहाँको एजुकेसन क्वालिफिकेसन रहेको छ डिग्री इन फिल्म मेकिङ भनी। उहाँले आफ्नो स्कुलको पढाइ चाहिँ रातो बाङ्गलो स्कुलमा पढ्नु भएको थियो। साथै उहाँले आफ्नो कलेजको पढाइ चाहिँ युनिभर्सिटी अफ नर्थ अलाबामादेखि उहाँले अध्ययन गर्नु भएको थियो। दर्शकबिन प्रियङ्का कार्कीको हबिज भन्नुपर्दा उहाँलाई चाहिँ एक्टिङ, डान्सिङ साथै ट्राभलिङ मनपर्छ। आउनुहोस् अब हामी भिडियोलाई ढिलो नगरी नेपालको चर्चित अभिनेत्री प्रियङ्का कार्कीको क्यारियरतर्फ लाग्नेछौँ। दर्शकबिन प्रियङ्का कार्कीको जन्म चाहिँ काठमाडौँमा भएको थियो। उहाँ चाहिँ एउटा मिडियम क्लास फ्यामिलीदेखि बिलङ गर्नुहुन्छ। दर्शकबिन प्रियङ्का कार्कीले चाहिँ आफ्नो स्टडी सिधाएपछि काठमाडौँ आउनु भएको थियो। काठमाडौँ आएर उहाँले चाहिँ बिए गर्नुभएको थियो। उहाँहरूको बिए चाहिँ धेरै वर्ष टिकेन र उहाँले चाहिँ दुईजनाले विवाह गर्नुभएको थियो। त्यसपछि उहाँ चाहिँ मोडलिङ क्षेत्रमा आफ्नो कदम राख्नु भएको थियो। दर्शकबिन प्रियङ्का कार्कीले चाहिँ म्युजिक भिडियोजदेखि आफ्नो यात्रा स्टार्ट गर्नुभएको थियो। त्यसपछि बिस्तारै उहाँ चाहिँ फिल्म इन्डस्ट्रीतिर चाहिँ कदम बढाउनु भयो। त्यसपछि उहाँले चाहिँ 2012 मा फर्स्ट मुभी थ्री लभर्सदेखि आफ्नो डेब्यू गर्नुभएको थियो। दर्शकबिन त्यो मुभीले चाहिँ खासै कमल देखाइन। त्यसपछि उहाँ चाहिँ निराश भएर फिल्म लाइनमा केही हुँदैन कि भनेर निराश भएको थियो। त्यसपछि उहाँ चाहिँ हार नमानेर उहाँले चाहिँ यात्रालाई जारी राख्नु भएको थियो। उहाँलाई सबैभन्दा ठुलो ब्रेक र सबैभन्दा धेरै चर्चा चाहिँ छक्का पञ्जा सिरिजदेखि कमाउनु भएको थियो। उहाँले चाहिँ छक्का पञ्जामा एकदम राम्रो एक्टिङ गर्नुभएको थियो। दर्शकबिन त्यसपछि फिल्म लाइनतिर उहाँ गएपछि उहाँको भेट चाहिँ आयुष्मान जोशीसँग भयो। त्यसपछि उहाँहरूको चाहिँ दुईजनाको लभ परेपछि विवाह भयो र एकजना छोरी पनि हुनुहुन्छ। दर्शकबिन प्रियङ्का कार्की चाहिँ अहिले फ्यामिलीसँग नै एकदम खुसियाली हुनुहुन्छ। दर्शकबिन प्रियङ्का कार्कीको अहिलेसम्मको सुपरहिट मुभिजको नाम भन्नुपर्दा छक्का पञ्जा, नाइन फनुला सिरिज, लिली बिली, पुरानो डुङ्गा, कबड्डी कबड्डी साथै राधे जस्तै चलचित्रमा उहाँले अभिनय गर्नुभएको छ। दर्शकबिन प्रियङ्का कार्कीको रिलेसन स्टेटसको बारेमा भन्नुपर्दा उहाँ चाहिँ म्यारिड हुनुहुन्छ। उहाँले चाहिँ आयुष्मान जोशीसँग विवाह गरेर एकजना छोरी पनि हुनुहुन्छ। साथै उहाँको फ्यामिलीमा उहाँको फादर, मदर साथै एकजना ब्रदर हुनुहुन्छ। फादरमा रहेको छ भूपेन्द्र कार्की भनी, मदरमा चाहिँ रक्षा कार्की साथै ब्रदरमा चाहिँ पुनित कार्की हुनुहुन्छ। आउनुहोस् अब हामी नेपालको चर्चित अभिनेत्री प्रियङ्का कार्कीको इन्कमतर्फ लाग्नेछौँ। उहाँले आफ्नो इन्कम
आफ्नो चार्ज कति लिनुहुन्छ त? दर्शकबिन प्रियङ्का कार्कीले चाहिँ एउटा मुभी गरेको बापत आफ्नो चार्ज 7 to 10 लाख पर मुभी लिनुहुन्छ। साथै उहाँले चाहिँ विभिन्न वेबसाइट सोसल मिडियाहरूदेखि पनि कमाउनुहुन्छ। उहाँले चाहिँ ब्लग्सहरू रिल्सहरू पनि युट्युब फेसबुकतिर हाल्नुहुन्छ। साथै उहाँको अहिलेसम्मको नेटवर्थ भन्नुपर्दा दर्शकबिन प्रियङ्का कार्कीसँग चाहिँ करिब 2 देखि 3 करोड नेपाली एप्रोक्स रहेको छ। यो थियो नेपालको चर्चित अभिनेत्री प्रियङ्का कार्कीको लाइफस्टाइल एवं सर्ट बायोग्राफी। तपाईहरुलाई यदि यो भिडियो मन पर्यो च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गर्नु नबिर्सिनु होला।